सर्वप्रथम यहाँहरूलाई नमस्कार। म चाहिँ चारवटा मिडियाको पाँचवटा मिडियामा लिड गर्छु। दुईवटा टेलिभिजन छ मेरो, दिव्य दर्शन प्राइम टाइम टेलिभिजन र एउटा रेडियो छ, एकदम फेमस रेडियो छ नेपालमा, नेपाली रेडियो नेटवर्क, नम्बर 1 रेडियो नेटवर्क नेपाल। आइन रिपोर्टर्स क्लब भनेको देशभरिको रिपोर्टर्सहरूको म चेयरम्यान छु र reportersnepal.com भनेको पोर्टल न्युजमा 5वटा मिडियाको नेतृत्व गर्छु नेपालमा। 私はネパールの一番大きいナンバーワンのメディアをリードしています。で、リポーターズクラブといえばどんなことがあっても初めて彼らのところに行きますね。そこのリーダーです。じゃあ会長もやっています。मैले जापानमा धेरै पटक गएर भ्रमण पनि गरेको छु र जापानको लेट प्राइम मिनिस्टर हासिमोटोको मैले अन्तर्वार्ता पनि लिएको छु र अहिले फर्मर एउटा जापानको प्राइम मिनिस्टरको मैले इन्टरभ्यू लिएको छु। मैले दुईटा जापानिज प्राइम मिनिस्टरको इन्टरभ्यू लिइसकेको छु र जापानको फरेन मिनिस्टर पनि मैले अन्तर्वार्ता लिइसकेको छु नेपाल जापान रिलेसनको लागि। 私はもう何回も日本に行ったことがあります。日本の元総理、橋本総理の面接をしたこともあります。つい最近元総理、元2人目の総理も面接しました。で、最近外務大臣の面接もしました。それは日本とネパールの友好関係のためにしましたということです。उहाँ मेरो साथी हो, श्रेष्ठजी असल हुनुहुन्छ। उहाँ राम्रो काम गर्नुहुन्छ नेपालमा, राम्रो जनशक्ति उत्पादन गर्नुभएको छ। त्यसैले गर्दा बस्नेतजी उहाँ सबैलाई म चाहिँ जहिले पनि मिडियामा सपोर्ट गर्न चाहन्छु र म चाहिँ सबभन्दा पहिला यहाँहरू जसरी नेपाल आउनुभयो र तपाईहरूले नेपाललाई अत्यन्त माया गर्नुहुन्छ र जापानले जहिले पनि नेपाललाई सहयोग गरेको छ, समर्थन गरेको छ, सपोर्ट गरेको छ। त्यसैले म यहाँहरूलाई अलवेज रेस्पेक्ट गर्दै नेपालमा वेलकम गर्दै र तपाईहरूप्रति म चाहिँ नमस्कार गर्न चाहन्छु, हृदयदेखि नै स्याल्युट गर्न चाहन्छु। スレさんは長い知り合いだし、バスネさんもそうだし、皆さんはわざわざ、遠い日本からここまでお越しいただき、で採用のために、ネパールと日本の友好関係のためにここにいらっしゃっていることは心から尊敬します。 त्यसैले म तपाईहरुसँग भेटेर अत्यन्त खुसी भएको छु र तपाईहरु नेपालमा राम्रो एउटा स्किल मेन पावर चाहिँ दिन सक्ने अवस्थामा हाम्रो श्रेष्ठजी हुनुहुन्छ। ढुक्क हुनुस्, किनभने नेपालीहरु अनुशासित छन्, जापानीहरु झन् धेरै अनुशासित छन्। म त जापानलाई धेरै सम्मान गर्छु। जापानिज पिपुललाई त म यति चाहिँ हृदयदेखि नै छ नि, जहिले पनि किन चाहिँ सम्मान गर्छु भन्दाखेरि तपाईहरुको देशमा जस्तो अनुशासन संसारमा कहीँ पनि छैन। त्यसैले तपाईहरुबाट हामीले धेरै कुरा सिक्नुपर्छ नेपालले। スレさんはとても信頼できる人です。彼を通じてネパールでいい人材を紹介できると思います。で、皆さんはご安心なさいませ。で、あとは日本にとっても感動していることは日本のしつけ、仕事文化です。とてもそこからネパール人は多くの習うことができると思います。よろしくお願いします。 जहिले पनि जापानले नेपाललाई सहयोग गरेको छ, त्यो सहयोगमा म आभारी छु र नेपालको मिडियाको तर्फबाट तपाईलाई जहिले पनि सपोर्ट गर्नेछु र नेपालबाट तपाई राम्रो जनशक्ति लिएर जान सक्नुहुन्छ। नेपालीहरु राम्रो काम गर्छ। ネパール人はとても信頼できる人です。で、日本に行って、今日もそうだますま。 राम्रो असल छ नेपाली काम गर्छन्, जागरिला छन्, डिसिप्लिनमा बस्छन्, やる気があります。しつけもとてもいいです。皆さんご安心くださいませ。 थ्याङ्क यू सो मच। यहाँहरुसँग भेटेर म निकै खुसी भएँ। नमस्कार, वेलकम टु नेपाल। वेलकम टु नेपाल। नमस्ते नमस्ते। उहाँ चाहिँ हाम्रो टुरी किजोको जापानको हजारवटा कम्पनीको नाइस मिट यु।